हेलो गाइज, नमस्ते सबैमा। हजुरले चाहिँ गाइज एउटा न्युज सुन्नुभयो कि नै? न त म पनि आज नै आफ्नो मोबाइलमा हेरिरहेको थिएँ। म आज काममा थिएँ अनि त्यसपछि ब्रेक रुममा गएँ अनि यसरी मोबाइल चलाउँछु त एउटा न्युज एकदम भाइरल भइरहेको छ। यो चाहिँ इन्डियाको न्युज हो अनि म यो किन भिडियो बनाइरहेको छु भने यो चाहिँ नेपालमा पनि यस्तै काण्डहरू भइरहेको छ, यस्तो घटनाहरू भइरहेको छ। अनि जति मैले इन्स्टाग्राम, आफ्नो युट्युब अनि टिकटक खोलिरहेको छु नि, त्यो न्युज मात्रै आइरहेको छ। यो चाहिँ इन्डियाको जलन्धर शहर मालेवा गाउँको न्युज हो। यो न्युजमा चाहिँ 3.5 वर्षको बच्चाको चाहिँ रेप भएको छ। यस्तो दर्दनाक तरिकाले के भन्नु। यो चाहिँ अब चाहिँ कसैमाथि चाहिँ विश्वास गर्ने नै छैन के। कोही माथि विश्वास गरौँ भनेर अब मन मान्दैन। अब कुनै आमाको मन मान्दैन, कुनै बुवाको मन मान्दैन, कुनै फ्यामिलीको मन मान्दैन। अब कि आफ्नो बच्चाले अरूलाई मतलब अरूसँग कसरी पठाऊँ, यता मेरो बच्चा बाहिर खेलिरहेको छ, सुरक्षित छ कि छैन भने अब मन मान्दैन। अनि यो चाहिँ यस्तो घटनाहरू बारम्बार भइरहेको छ तर सरकारले कुनै पनि एक्सन लिएको छैन, कडा एक्सन लिएकै छैन। त्यही भएर बलात्कारहरू एकदम फ्रिडम भएर एकदम ढुक्क भएर घुमिरहेको छन् अनि तिनीहरूले यस्तो बारम्बार घटनाहरू गरिरहेको छन्। अब तिनीहरूले चाहिँ कडीभन्दा कडी सजाय पाउँथेन भने, यस्तै दर्दनाक तिनीहरूले पनि सजाय पाउँथेन भने तिनीहरू पनि डराउँथे नि, तिनीहरू पनि रुकाएको नि। गर्छु भने मैले यस्तो दण्ड पाउँछु, यस्तो चाहिँ मसँग पनि यस्तो घटना हुन्छ भनेर। तर तिनीहरूलाई थाहा छ कि हुँदैन। पक्रेपछि पनि के गर्छन्, 2-4 साल जेलमा राख्छन्, फेरि छुट्याइदिन्छन्, फेरि बाहिर आइहाल्छु। त्यही भएर अहिले जुन यो बलात्कारहरू छन्, रेपिस्टहरू छन्, तिनीहरू खुल्ला घुमिरहेको छन्। अब हेर्नु, 3.5 वर्ष बच्चालाई के थाहा? 3.5 वर्षको मेरो बाबु छ। यो बाबुलाई के थाहा हुन्छ? दुनियाँदारी उसले के थाहा हुन्छ? उसले उसँग जो बोल्छ बाबु हेता ऊ त गइहाल्छ नि। उसलाई त केही थाहा छैन कि मसँग के हुनेवाला छ। त्यस्तै त्यो बच्चासँग पनि भयो, त्यो नानीसँग त्यस्तै भयो। अब त्यो नानीलाई केही थाहा थिएन कि म बाहिर खेल्छु भने मसँग यस्तो घटना भइहाल्छ। थाहा छ हजुरले गाइज, जब के अरे ठुला केटीहरूको यसरी बलात्कार हुन्थ्यो नि, 16 वर्षदेखि अलि माथिको एजको केटीहरूसँग यस्तो घटना हुन्थ्यो भने सोसाइटीले के भन्थ्यो कि सानो कपडा लाएर हिँड्छ भने भइहाल्छ नि, राति घुम्छ भने भइहाल्छ नि। अब भन्नु मलाई